हरे कृष्ण सबैजनालाई। क्यानभास प्रभुले लगभग सबै त कभर गरिसक्नुभयो होइन। अब यसमा चाहिँ म अलिकति थप्ने काम मात्र गर्छु। जगन्नाथ स्वामीको कुरा भइरहेछ। क्यानभास प्रभुले भन्नुभयो नि जगन्नाथको स्वरूप कस्तो छ भनेर। तपाईँले यहाँ देखि पनि रहनु भएको छ, ठुला ठुला आँखा। यो स्वर त सुनिरहनु भएको छ नि पछाडिसम्म। मेरो अलिक सानो छ क्या स्वर चाहिँ। जगन्नाथ स्वामीको आँखा चाहिँ ठुलो ठुलो हुन्छ, गाजलुती ठुला ठुला आँखा होइन। त्यस्तै चाहिँ जस्तो प्रभुले भन्नुभयो जस्तो उहाँको आँखाको महत्त्व त भनिहाल्नु भयो होइन। किनभने उहाँको आँखा चाहिँ म्याग ग्लास जस्तो होइन। जस्तो भक्तहरूको चाहिँ जति वैगुण भए पनि क्या, जति अगुण भए पनि उहाँले चाहिँ त्यो ठुला ठुला आँखाले चाहिँ होइन कहाँ चाहिँ छ त, कहाँ चाहिँ एउटा गुण त होला नि, एउटा सानो गुण त होला नि उसको भनेर चाहिँ हेर्ने काम गर्नुहुन्छ अरे क्या। चाहिँ उहाँले चाहिँ सबै किसिमको भक्तहरूलाई चाहिँ आऊ म तिमीलाई शरण दिन्छु भन्नुहुन्छ कि। त्यही भएर जगन्नाथ स्वामी चाहिँ यो कलियुगमा चाहिँ प्रकट हुनुभएको कारण पनि त्यो एक हो अरे क्या। कलियुगका मानवहरू उनीहरूलाई चाहिँ अब कसरी उद्धार गर्ने भनेर चाहिँ उहाँ चाहिँ सधैँ लागिरहनु भएको हुन्छ कि। अनि कुरै गर्दा पनि आँखाको त कुरा गर्नुभयो। हामीले आँखामै देख्छौँ नि, आँखामा 3टा कलर देख्छौँ क्या, सेतो अनि कालो अनि रातो होइन। सेतोले चाहिँ के को रिप्रेजेन्ट गर्छ अरे भने सेतोले चाहिँ अमृतको। जब हामी भक्तहरू जगन्नाथ स्वामीको अगाडि जान्छौँ उहाँले चाहिँ अमृत प्रदान गर्नुहुन्छ। भन्नाले अमृत नै चाहिँ होइन, अमृत चाहिँ के को रूपमा भन्नाले भक्त दर्शनको रूपमा। जसरी भक्तहरू अगाडि जानुहुन्छ वा दर्शनको रूपमा चाहिँ अमृत प्रदान गर्नुहुन्छ। त्यसै गरी कालोले चाहिँ विष अथवा नरमाइलो जे चाहिँ नराम्रो छ नि त्यसको प्रतिनिधित्व गर्छ क्या। अनि त्यसै गरी रातो चाहिँ जस्तो मान्छेको आँखा कहिले रातो हुन्छ भन्नुहोस् त। रिस धेरै रोयो भने अनि सबभन्दा ठुलो त बिर्सिनु भएन माता चाहिँ। हजुर हजुर, जब मान्छे नसामा झुम्म हुन्छ नि अनि आँखा रातो हुन्छ नि होइन। अनि त्यस्तै अनि जगन्नाथ प्रभुले चाहिँ होइन जुन यो मरण, हाम्रो यो मरण, जन्म र मरण जुन छ नि त्यसको बिचमा चाहिँ यस्तै नसा प्रदान गर्नुहुन्छ अरे क्या। मान्छे चाहिँ सधैँ रुमल्लिरहेको छ क्या, जन्मदेखि मृत्युसम्म चाहिँ हराइरहेछ क्या। त्यो बिचमा कति दुःख आउँछ, जति कष्ट पर्छ होइन, कति उतार चढाव आउँछ। अनि मान्छेले नसा किन खान्छ भन्नु त, किन जुम्बामा आज एकदम यस्तो दिक्क लागिरहेछ, यस्तो दुःख परिरहेछ, के गर्ने यो सम्झिनै मन छैन। ल भने टक्क खायो होइन, बियर खायो, ऊ खायो, ढुम्म भएर बस्यो। मलाई त्यो कुरा सम्झिन मन छैन भनेर नसामा बस्छ नि त झुम्बेर होइन। त्यस्तै भगवान्ले चाहिँ के भन्नुहुन्छ भने आऊ मेरो शरणमा आऊ, म तिमीलाई यो दुःखको भुमरीबाट मुक्त गराउँछु, सधैँ नसामा जस्तो झुम्माइरहन्छु भन्नुहुन्छ अरे होइन। तर नसा के को नसा? भगवान्को प्रेमको नसा, भगवान्को नामको नसा। मलाई तिमी आऊ, म तिमीलाई मेरो प्रेमको नसामा झुम्बाइरहन्छु, मेरो मायाको नसामा झुम्बाइरहन्छु, मेरो नामको नसामा झुम्बाइरहन्छु, ताकि तिमीलाई चाहिँ यो जन्म र मृत्यु र यो मृत्युलोकको यो भूलोकको यो दुःखालयबाट चाहिँ तिमी मुक्त होस्, तिमीले चाहिँ यो दुःख कहिल्यै सम्झिन नपरोस्, तिमीलाई चाहिँ नसाले झुम्म भइरहोस् भनेर चाहिँ उहाँले नसा प्रदान गर्नुहुन्छ। त्यस्तै आँखा अर्को किसिमले नै रातो हुन्छ, जस्तो तपाईँले भने रिसायो भने एकदम रिसा मान्छेको आँखा कस्तो हुन्छ, पुरा त्यो आँखामा नसा जस्तो हुन्छ नि, क्रुर मान्छेको त्यो यस्तो हेर्दै डर लाग्दो क्या होइन। अनि त्यस्तै अर्को किसिमको त्यो आँखाको यो छेउमा कर्नरमा रातो देख्नु भएको छ कहिले? त्यस्तो मान्छेहरू चाहिँ करुणादायी हुन्छ अरे क्या। जो मान्छेमा दया हुन्छ नि उसको चाहिँ आँखाको छेउमा रातो हुन्छ अरे। तर जगन्नाथको आँखामा हेर्नु त आँखा रिसा जस्तो त छैन, तर वरिपरि रातो छ नि, भन्छ इट्स फुल अफ मर्सी। जगन्नाथमा करुणा भरिपूर्ण छ क्या। त्यसैले उहाँलाई करुणामयी जगन्नाथ स्वामीकी जय होइन। त्यसै गरी जगन्नाथको हात त देख्नु होला जहिले अगाडि। मैले एउटा कीर्तनमा जगन्नाथ डान्स देखाएको थिएँ क्या, याद छ तपाईँ? यस्तो आजकल त्यो कीर्तनमा, जगन्नाथको कीर्तनमा चाहिँ यो स्टेप हुने गर्दो रहेछ है।
होइन। अनि त्यस्तै जगन्नाथको हात चाहिँ सधैँ यसरी हुन्छ नि त, यो भनेर चाहिँ आ मुझे गले लग जा भने जस्तै यो चाहिँ फ्री हग। हामी भिडियोहरूमा पनि देख्छौँ नि आजकल, हग्ने भनेर क्या, मान्छेहरू बस्छ नि बाटोमा। सोसियल मिडियाले गर्दा मान्छेहरू एकदम एक्लो भइरहेको बेलामा त्यो कति भिडियोहरू देखिरहेको हुन्छ होइन। त्यस्तै भगवान् चाहिँ सधैँ आफ्नो हात चाहिँ आफ्नो भक्तहरूको अगाडि चाहिँ फैलाएर बसिरहनुहुन्छ अरे कि। जसले गएर जुन बेला गएर पनि भगवान् चाहिँ एकदम तत्पर। भगवान् के भन्नुहुन्छ भने तिमी एक स्टेप अगाडि बढ, म 10 स्टेप अगाडि बढ्न तयार छु भन्नुहुन्छ अरे। यो त भयो छोटो भगवान्को स्वरूपको अलिकति चर्चा होइन। र भगवान्को जन्म प्रकट किन भयो भन्दा जसरी किनबास प्रभुले होइन भन्नुभयो नि, जसरी रोहिणी माताले आफ्नो रानी कृष्णको रानीहरूलाई जसरी कथा सुनाउँदै हुनुहुन्थ्यो र त्यो विरहको, त्यो ब्रिजवासीको, त्यो गोपिनीको, त्यो आफ्नो लीलाको जुन कथा सुन्दा भगवान् जति दुखी हुनुभयो नि, त्यो चाहिँ एक प्रेमको प्रतीक र प्रेमको भावको रूपमा प्रस्तुत गर्नुभयो क्या। त्यो भाव चाहिँ उहाँ कलियुगमा चाहिँ हामी मानव जातिलाई प्रेम के हो भनेर सिकाउनको लागि पनि त्यो रूपमा चाहिँ प्रकट हुनुभएको हो। जस्तै मान्छे प्रेमकै कुरा गर्दा मान्छे प्रेमको पनि स्टेप हुन्छ अरे क्या होइन। अब कतिलाई त्यो फिल पनि भएको हुनसक्छ क्या। प्रेमको चाहिँ पहिलो स्टेप के होला भन्नु त, जस्तै अट्र्याक्सन। अनि त्यो भइसकेपछि ओहो पहिलो स्टेप चाहिँ के हो भने एकदम त्यो जुन मेरो निद हराम भयो, खानापिना मन लागेन भने जस्तो क्या। त्यो कसैले भन्छ नि ओहो मेरो त लक परे जस्तो छ यार, सेट किन भने त आजकल खानै मन लाग्दैन, पढ्नै मन लाग्दैन, अनि सधैँ आफूले मन पराएको मान्छेलाई भेटौँ मात्र लाग्छ, भेट्यो भने छुट्टी नै मन लाग्दैन। अनि अब फोनमा कुरा गरिरहने रातै बिताइन्छ, राख्नै मन लाग्दैन। र त्यो फोनमा कुरा गर्दा त्यो पुरै रात बितेर आफू सुत्न नपाए पनि रेडी क्या, ठिक क्या। त्यो चाहिँ अब प्रेमको पहिलो स्टेप होइन। अब त्योबाट पार गरिसकेपछि के हुन्छ होला यसो भन्नु त, आफ्नो एक्सपिरियन्स फिलिङ्स। अफकोर्स त्यो त सबैले अलिअलि महसुस गर्नुभयो होला होइन। अब त्यसपछि के हुन्छ होला अर्को पडावमा, अर्को स्टेप। अनि त्यो पनि आउँछ तब एकैचोटि माथि पुग्नु। दोस्रोमा चाहिँ के हुन्छ भने दोस्रोमा चाहिँ अब प्रेमीको परीक्षा हुन्छ कि ओहो मैले त यो मान्छेलाई माया गर्छु, यसले चाहिँ मलाई माया गर्छ कि गर्दैन, हुँदैन भन त। त्यो पहिलो ओहो ल पऱ्यो भने जस्तो भइसकेपछि परीक्षा हुन्छ नि त। मैले त यो मान्छेलाई माया गर्छु, यसले चाहिँ मलाई कति माया गर्छ त भनेर हामी त्यो परीक्षा लिइरहेको हुन्छौँ नि। कतिले टेस्ट गर्नुभयो होला नि, गर्नुभएको छैन? गरिन्छ नि, ओहो ल म यो टाइममा चाहिँ यसलाई बोलाउँछु, हेरौँ न त यो आउँछ कि आउँदैन होइन। म यो सामान मगाउँछु यसले दिन्छ कि दिँदैन, कतिको माया गर्दो रहेछ त हेरौँ न भनेर त्यो टेस्ट गरिन्छ क्या। त्यो चाहिँ सेकेन्ड स्टेज। त्यसै गरी अब थर्डमा चाहिँ के होला त यसो सोच्दै गर्नु न। त्यसपछि के भयो आफ्नो यसो सम्झिनु न। त्यसपछि चाहिँ प्रभुले भने जस्तै हो तर अलिकति। त्यसपछि चाहिँ के हुन्छ भने त्यसपछि चाहिँ मान लीला सुरु हुन्छ। मान खोज्ने हुन्छ नि, भाव खोज्ने क्या, मान लीला सुरु हुन्छ क्या। जब त्यो मान्छेले मलाई मन पराउँछ भने जस्तो त्यो जब परीक्षा पास भइसकेपछि अर्को स्टेजमा पुग्छ नि, तब मान लीला सुरु हुन्छ। भाव खोज्ने हुन्छ नि, अलिअलि नखरा देखाउने, अलिअलि नाटक लीला सुरु हुन्छ क्या। सानो कुरामा रिसाउने होइन, गएर अब फकाउनु पर्ने, फकाउन आएन भन्ने, कोही त कति फोन गर्थ्यो अहिले गर्दैन। यस्तो हुन्छ नि, यस्तो रिलेट भयो जस्तो भएन? ओहो भएको थियो मेरो लाइफमा त हुने जस्तो। त्यसपछि चाहिँ के हुन्छ होला त, ल मान्नै गऱ्यो, फकाउन नै आयो,
अझै कन्टिन्यू भइरहेछ, ब्रेकअप भएको छैन, किनभने सबै मान्दै रहेछ क्या। त्यसपछिको अर्को स्टेप भनेको अब त्यो एक्सपेक्टेसन त्यो राख्यो, मान पाउँदै गयो होइन। अब मान सबै कुरा भइसकेपछि मान्छेमा विश्वास आउँछ नि त, ल हो भने सबै कुरा मानिरहेछ। अब यो मान्छे विश्वास लाग्यो क्या, अब हो यही हो मेरो, अब जे जस्तो भए पनि यही स्वीकार्ने क्या। अब सबै पर्फेक्ट त हुँदैन, ठिकै छ नि, अब यो अलिअलि नमिले पछि मिलाउँला होइन। अब अलिकति विश्वास लाग्यो होइन, अब चाहिँ ल ठिक छ, अब यो मेरै हो भने जस्तो चाहिँ त्यो 4th स्टेजमा हुन्छ क्या होइन। त्यसपछि अर्को स्टेजमा चाहिँ त्यसपछि के होला? त्यही हो, त्यसपछि झगडा होइन, झगडा पर्नु। अब बिछोडको भाव आउँछ क्या। सानो सानोमा पनि झगडा गर्छ, किचिज गर्छ, छोडिदियो कि क्या उसलाई, कति भाउदैन नि, त्यस्तो भाव आउँछ नि, आउँदैन होइन। अब कति अब भाउ पनि खोजिसक्यो, त्यो पनि मिलाइसकेँ होइन। त्यसपछि ल ठिकै छ नि त, यति भए पनि म कम्प्रोमाइज गर्छु भनेर विश्वास गरिसकेँ, त्यही पनि झगडा गरेको छ। अब त सानो कुरा, पहिले कति फोन गर्थ्यो, त्यो घट्दै जान्छ नि त, पहिलेको जस्तो हुँदैन नि त। त्यो पहिलेको दिन जस्तो त्यो ओहो कहिले भेट्ने, त्यो फोन गर्दा गर्दै नसुत्या नखाएको जस्तो हुँदैन नि। अब चाहिँ त्यो झगडा पर्दा त्यो टेन्सनले खाँदैन अरे क्या। पहिले चाहिँ त्यो रमाइलोले खाँदैन होइन, पछि चाहिँ ओहो दिक्कै लगाइसक्यो। अब त खाना नि मन लाग्दैन, सुत्न नि मन लाग्दैन, फोन हेर्न नि मन लाग्दैन, फोन पनि कति गरे भन्छ होइन। अब त्यो बिछोडको भाव आउँछ अरे क्या, छोडिदियो कि क्या भने जस्तो लाग्छ। त्यो चाहिँ 5औं चरण हो है। त्यस्तै गरी अब 6औं 6th स्टेज के होला? अब छोडिदिउँ त लागिसक्यो, अब के होला? अब त्यसपछि चाहिँ छोडिदिउको भावमा गएको थियो। अब त प्रेमले पनि आफूले त अघि न प्रेमीको हुन्छ नि परीक्षा लियो नि होइन। अब प्रेमले पनि परीक्षा लिन्छ अरे क्या, यो प्रेमी चाहिँ कतिको यो साँचो प्रेम हो कि होइन भनेर। प्रेमले अघि न त भाव मात्र प्रकट गर्दै थियो, अब चाहिँ त्यो सिनेरियो नै क्रिएट गरिदिन्छ अरे क्या, बिछोडको सिनेरियो। कसैको बाआमाले मान्नुहुन्न नि त, कसैको बाआमाले मान्नुहुन्न, कसैको आफ्नै केही मिलिरहेको हुँदैन, कसैको पढ्नको लागि बाहिर जानुपर्छ लङ डिस्टेन्स भन्छ, त्यो बिछोडको सिनेरियो क्रिएट गर्छ अरे क्या। हेरौँ न त यो प्रेम कतिको सफल हुन्छ भनेर होइन। पहिले त भाव आएको थियो, त्यसपछि बिछोडको त्यो क्रिएट नै भयो। यो 6औं 6th स्टेज। अब योसम्म चाहिँ मान्छे एकदम कोही फ्रस्ट्रेट डिप्रेसनै भएर कसैले त छोडि नै दिन्छ, यो टेन्सन लिनु छैन छोडिदिन्छु होइन। अब कतिको बाआमाले नमान्दै छुट्छ, कतिको आफ्नै कारणले छुट्छ, कतिको लङ डिस्टेन्स पढ्न गएको छ होइन। अब मेरो प्रेमी पढ्न गइहाल्यो, ठिकै छ, ऊ अमेरिका गयो, म चाहिँ अस्ट्रेलियाको कोही पिआरवाला हेरौँ न जान्न, उतापट्टि लाग्यो भने चाहिँ त्यो सिनेरियो क्रिएट हुन्छ। यदि त्यो पनि पार गर्यो, यदि साँचो माया हो भने त्यो अझै पनि लडेर बसिरहन्छ अरे क्या होइन। म चाहिँ जसरी पनि उसलाई चाहन्छु भनेर। यदि साँचो होइन, त्यो यत्तिकै खेलखालको हो भने त्यो दूरीको चाहिँ कुनै मतलबै हुँदैन कि, त्यसले कुनै असरै पार्दैन, त्यो छोडिदिन्छन् अरे क्या। भने कतिको त्यहीँबाट छुट्यो, कतिको चाहिँ स्टिल त्यो प्रेम चाहिँ माथि गइरहेको हुन्छ। अब आयो पालो 7th स्टेजमा चाहिँ ओहो अब छुट्ने भयो, बाहिर गएको फोन पनि गर्दैन, बाबुआमाले नि मानेन भनेर त्यो चिन्तामा जान्छ कि। त्यो चिन्ताले चाहिँ 7th स्टेजमा चाहिँ एकदमै खान्छ अरे कि। त्यसपछिको पालो भनेको अब 8मा चाहिँ के हुन्छ अरे, जब त्यो चिन्ता बढ्दै गयो, त्यो चिन्ताले चाहिँ चिन्तनमा लान्छ अरे क्या तपाईँलाई। त्यो मान्छेकै बारेमा सोच्या 24 घन्टा सोच्या त्यो सोच्दा होइन, जता हेऱ्यो उतै आफ्नो प्रेमी जस्तो देख्ने कि। यता हेर्दा पनि ओहो यो त मेरो बोयफ्रेन्ड जस्तो, ओहो त्यो हाँसेको हेर न मेरो गर्लफ्रेन्ड त्यस्तै गरी हाँस्थ्यो हुन्छ, ओहो मलाई त सधैँ यस्तो भएको बेलामा फोन गरेर कस्तो सम्झाउँथ्यो, तँलाई त त्यस्तै सम्झाउँदो रहेछ है भने जस्तो क्या। त्यो जुन बेला पनि त्यो उसको रिलेटेड केही चिजहरू सामानहरू कुराहरू आयो भने चाहिँ उसलाई त्यसले त्यो चिन्तन गराइरहने क्या। 9मा चाहिँ के भयो भने 9मा चाहिँ अब त्यो चिन्तन गर्दा गर्दै त्यो प्रेम चाहिँ एकदम प्रगाढ हुन्छ क्या, एकदमै प्रगाढ। अब पहिले त मान्छेहरूसित कुरा गर्थ्यो भने त्यो त पागल प्रेमी जस्तो क्या, त्यो सजीव निर्जीव भने थाहा छ त, लिभिङ थिङ र नन लिभिङ थिङ क्या। अब हुँदै ऊ त अब घरमा बसिरहेको छ भने मेचसित पनि कुरा गर्ने क्या, त्यो अहिले के गरिरहेको होला है
त्यो के खाइरह होला है, त्यो एकदमै पागल के, प्रेममा यति डुब्यो कि एकदमै पागल क्या। त्यो 9th स्टेज चाहिँ लगभग होइन क्यानभास प्रभुले भन्नुभएको जस्तो गोपिनीहरू चाहिँ त्यो स्टेजमा थिए क्या। गोपिनीहरू चाहिँ जब कृष्णले छाडेर जानुभयो त्यसपछि वन भौतारिँदै त्यो कृष्णले गाई चराउन लगेको वनमा जाँदै रुखहरूलाई चाहिँ सोध्नुहुन्थ्यो अरे, तैँले कृष्णलाई देखिस्, त्यो तुलसीलाई सोध्नुहुन्थ्यो अरे तैँले कृष्णलाई के गर्दैछ होला, के खानुभयो होला, किनभने तुलसी बिना त कृष्णले केही पनि भोग लिनु हुँदैन होइन। त्यस्तै त्यो मयूरलाई सोध्नुहुन्थ्यो अरे कृष्ण के गर्दैछ, किनभने मयूर त कृष्णले टाउकोमा धारण गर्नुहुन्थ्यो नि त, शिरमा धारण गर्नुहुन्थ्यो। त्यस्तै गाईहरूलाई सोध्दै भन्नाले यति प्रेममा डुबेर यति खालि प्रेमीको मात्र चिन्तन गरे कि उनीहरूलाई चाहिँ हुन्छ नि, अब उनीहरू पागल प्रेमी जस्तै क्या। जस्तै कलियुगमा पनि हाम्रो मीराबाई कसरी हिँड्नुहुन्थ्यो, एकदम पागल जस्तै खालि हरिको नाम गाएर होइन, जहाँ म जहिले भए पनि भेट्छु भनेर हिँड्नुहुन्थ्यो नि। त्यो चाहिँ प्रेमको चाहिँ 9th स्टेज हो क्या। अब 10 लास्टमा चाहिँ के हुन्छ भने जब त्यो प्रेम चाहिँ एकदम चरण स्टेजमा आइपुग्दा चाहिँ प्रेमी चाहिँ यस्तो चिन्तन गर्छ, यस्तो सोच्छ, सोच्दै त्यो प्रेममै पग्लिन्छ अरे। जसरी मैनबत्तीलाई बालिसकेपछि मैनबत्ती पग्लिन्छ नि, त्यसै गरी त्यो प्रेमी एकदमै पग्लिन्छ अरे। यो चाहिँ प्रेमको चाहिँ 1 देखि 10 स्टेज होइन। क्यानभास प्रभुजीले भन्नुभयो जस्तै जब रोहिणी माताले त्यसरी कथा सुनाउनु भयो होइन, त्यो कथा सुन्दै पहिले त सुन्दै कृष्ण बलराम सुभद्रा उहाँलाई त नसुनाउनको लागि कतै खेल्न पठाउनु भएको थियो नि त, तर कथाको बिचमै उहाँहरू आइपुग्नु भयो। चुप्पो लाएर पछाडि बसेर सुनिरहनु भएको थियो। कृष्ण त पहिले त सुनेर मुसु हाँस्दै हुनुहुन्थ्यो अरे क्या, ओहो मेरो लीला बाल लीला होइन, ओहो मक्खन चोरेको, ओहो मेरो सखाहरू, त्यो सबै। तर बिस्तारै जब कथा सुन्दै जानुभयो त्यो बिछोडको कुराहरू आउँदै गयो क्या। त्यसपछि कृष्ण भगवान् त्यसै गरी 1 देखि 10 सम्मको त्यो हरेक स्टेज जुन मैले भने नि, त्यो स्टेजमा एक गर्दै उहाँ त्यो हरेक स्टेप पार गर्दै जानुभयो क्या। जब उहाँ चाहिँ 7-8 स्टेजमा आइपुग्नु भयो तब उहाँले चाहिँ हुन्छ नि त्यो जसरी वनमा चाहिँ गोपिनीहरूले हरेक रुखलाई पनि सोधेर हरेक मान्छेलाई चाहिँ जसरी यो मेरै प्रेमी हो भनेर देख्नुहुन्थ्यो, त्यसै गरी उहाँ चाहिँ त्यो सभा हलमा बस्दा चाहिँ आफ्नो त्यो रानीहरूमा पनि आफ्नो सखाहरू देख्नुहुन्थ्यो। रोहिणी मातामा चाहिँ आफ्नो माता देख्नुहुन्थ्यो र उहाँ चाहिँ यति त्यो विरहले उहाँलाई यति नै दुःख दियो कि उहाँ सुन्दा 9 स्टेजसम्म पुग्दा त बलराम र कृष्ण भगवानको हातै यसरी उठ्यो अरे। किन भन्दा चाहिँ उहाँ चाहिँ त्यो वियोगमा आँखाभरि आँसु आएर बलिद्र रुँदै चाहिँ कोही त आऊ, कसरी त मेरो ब्रिजवासीलाई ल्याइदियो, म चाहिँ रेडी छु, मेरो ब्रिजवासीको कोही मान्छे त बोलाइदियो, म उसलाई चाहिँ हक गर्न एकदम रेडी छु भनेर 2 जनाको हातै माथि उठ्यो थियो। जब उहाँ 10औं स्टेजमा आइपुग्नु भयो तब उहाँहरू पग्लिन थाल्नु, आँखा पग्लिन थाल्यो, कान पग्लिन थाल्यो, पुरै शरीरै पग्लिन थाल्यो। त्यो रूप नै जगन्नाथ स्वामीको रूप हो क्या। यसरी पग्लिँदै अब सबै देवताहरू त एकदम डराए, अब त भगवान् त पग्लेर पुरै बगेरै जानुहुन्छ, अब विलिनै हुनुहुन्छ भनेर सबैले गुहार गरिसकेपछि नारदजी चाहिँ बिचमा आएर रोहिणी मातालाई चाहिँ त्यो कथा चाहिँ बन्द गर्न लाउनु भयो। किनभने रोहिणी माता पनि यति भावमा बग्नु भएको थियो कि उहाँले कृष्ण बलरामलाई नदेखिकन खालि कथा मात्र भनिरहनु भएको थियो। चाहिँ नारदजीले आएर चाहिँ त्यो रोकिदिनु भयो र रोकेर स्तुति गरेर भगवान्लाई चाहिँ पुनः आफ्नो रूपमा लिएर आउनुभयो र भगवान्ले त्यही बेलामा यो चाहिँ मेरो प्रेमको प्रतीक हो, यो प्रेम चाहिँ म कलियुगका मान्छेहरूलाई सिकाउनको लागि म फेरि कलियुगमा जगन्नाथको रूपमा चाहिँ म प्रकट हुन्छु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। र जुन प्रकट हुने कथा हामीले सुरुमै सुन्यौँ नि, त्यस्तै यो त भगवान्ले प्रेमको बारेमा अर्थाउनु भएको यो सानो प्रसङ्ग थियो होइन। अब यो चाहिँ सोच्नु त हामी मानिसहरू त यो 1 देखि 10 सम्म त कहिले पुगेको थियो मलाई त, कहिले पुगेको थियो नि त। कोही हुनुहुन्छ 1 देखि 2 सम्म पुग्नु, मानिसहरूले कम्तीमा पुग्न सक्ने भनेको चाहिँ 5औं स्टेजसम्म मात्र हो। जुन स्टेजमा चाहिँ त्यो जुन बिछोडको भाव आउँछ नि, छोडिदिउँ भने जस्तो क्या, कति हामी सुनिरहेछौँ नि साथीहरूको पनि। त्योभन्दा माथि ल ठिकै छ कम्प्रोमाइज गरेर बसौँ न भनेर त्यो झगडामै अब त्यो भनेको चाहिँ बिहे भएको स्टेज जस्तो लाग्छ क्या मलाई। बिहे भएपछि चाहिँ अब त्यो कट्टाकुट्टु झगडा परिरहन्छ नि, भनेपछि
6th स्टेजसम्म चाहिँ हामी पुग्न सक्छौँ मलाई। भनेपछि भन्न खोजेको चाहिँ के हो भने भगवान् जगन्नाथ यस धरातलमा आउनुको पछाडि यो हामी कलियुगका भक्तहरूलाई चाहिँ जो भक्त गुणी होस् वैगुणी होस् अगुणी होस् जसलाई पनि उहाँ स्वीकार्न तयार हुनुहुन्छ र उहाँले चाहिँ हामी सबलाई माया प्रेम के हो भन्ने कुरा पनि सिकाउनको लागि चाहिँ उहाँ प्रकट हुनुभएको होइन। र उहाँले जुन देखाउनु भएको छ नि त्यो चाहिँ स्वरूप हो क्या। मानिसको सबैको चाहिँ दुईवटा हुन्छ, एउटा स्वरूप हुन्छ एउटा रूप हुन्छ है। जस्तै हाम्रो पनि स्वरूप र रूप दुईवटा छ क्या। स्वरूप भनेको चाहिँ के हो भने यो चाहिँ देखावटी हो क्या, यो चाहिँ रियल होइन। जस्तो कोही मान्छेले तपाईँलाई ए ल आज यसो बाहिर जाऊँ न हिँडेको थिएँ वालमार्टसम्म गएर आउँ भन्यो भने ए पक पक म लुगा फेरेर आउँछु भन्नुहुन्छ। त्यही लुगा लाएर जाऊँ न भने कहाँ जाने मान्छेले हेरिरहेको छ, म यसो कपाल सपाल पुर्छु लुगा फेरेर आउँछु भन्छ क्या। भनेपछि त्यो चाहिँ तपाईँको स्वरूप हो क्या, त्यो रूप होइन क्या। किनभने त्यो तपाईँको आफ्नो वास्तविक रूप होइन, त्यो चाहिँ तपाईँले अरूलाई देखाउन खोज्नु भएको रूप हो क्या। त्यस्तै हामी मान्छेहरू पनि भन्छौँ नि ए यो ढुङ्गाको मूर्तिमा के नै भगवान् हुन्छ र, यो ढुङ्गालाई पुग्दैमा हामी भगवान् देख्छौँ र भनेर भन्छौँ नि। त्यो भगवान्ले पनि आफ्नो देखाउने स्वरूप हो क्या, त्यो रूप होइन क्या। त्यो चाहिँ भगवान्ले हामीलाई र विश्वलाई देखाउने स्वरूप हो। र हाम्रो रूप चाहिँ हामी कसलाई देखाउँछौँ त? जस्तो तपाईँ हामी साथी जति साथीहरू हुन्छौँ, जति आफ्नो आफ्नो मान्छेहरू हुन्छौँ नि, त्यो मान्छेलाई चाहिँ हामी आफ्नो असली रूप देखाउँछौँ नि त। हामी घरमा बस्दा त कहिले चिटिक्क गरेर बस्दैनौँ नि होइन। साथीहरूको अगाडि त हामी दारी सारी नकाटेर जिङजिङ्ग गरेर बसिरहेको हुन्छौँ नि। त्यो चाहिँ तपाईँको वास्तविक रूप हो क्या। त्यस्तै भगवान्को पनि आफ्नो वास्तविक रूप छ क्या। हामीले घरमा मूर्ति राखेर पूजा गरिरहेको हुन्छौँ होइन, तर त्यो मूर्ति चाहिँ स्वरूपको रूपमा मात्रै हेरिरहेछौँ कि। हामीले त्यस्तै साथीहरूसित जसरी आफ्नो रूप देखाएर बसेका हुन्छौँ नि, त्यस्तै गरी हामीले चाहिँ घरमा पनि भगवान्लाई त्यो एउटा मौका दिनुपर्छ अरे क्या। भगवान्सित चाहिँ नजिक हुने त्यो मौका दियौँ भने मात्र भगवान्ले आफ्नो रूप देखाउनुहुन्छ अरे। र यसको लागि छोटो प्रसङ्ग राख्दै म यहाँबाट बिदा हुन्छु। के छ अरे भने हाम्रो घरमा कोही मान्छे आउँछ नि, मान्छे आयो भने के हुन्छ, पहिले त एकदम फर्मल्ली बसेको हुन्छ नि त होइन। त्यो मान्छे अलि 2-3 दिन बस्ने गरी कोही रिलेटिभ्स आयो भने पहिले चाहिँ पुरा ऊ चाहिँ सबै उठ्नुभन्दा अगाडि उठ्ने होइन। अनि चिया पनि यसो बनाइदियो भने होइन हजुर 1 कप मात्र खान्छु भन्ने होइन। खाना खाँदा चाहिँ अलिक थपाउनु भने होइन पुग्यो म खान्न भन्ने, यस्तो स्वभाव देखिन्छ नि होइन। तर बिस्तारै जब त्यो बस्दै जान्छ नि, आज बस्यो भोलि बस्यो पर्सि बस्यो, भोलि 6 बजी उठ्ने मान्छे बिस्तारै हुँदा 12 बजी उठेर तल निस्किन्छ कि भात पाक्यो हजुर भन्दै क्या। अनि भात खान लाग्यो भने पनि थपी क्या। पहिले खान्न भन्ने मान्छे पछि हुन्छ अलिकति थपौ न मासु छैन भनिहाल्यो होइन मिस्टेकले। हाम्रो घरमा चाहिँ हुँदैन होइन। तर रिलेटिभ्स आयो भने सोध्छन् नि त होइन, उनीहरूलाई त चाहिन्छ होइन। उनीहरू त मासु छैन सोधिरहेको थियो, यो छैन त्यो छैन भन्न खोजेको चाहिँ डिमान्ड सुरु हुन्छ क्या। किन त्यो पहिले त्यस्तो फर्मल भएको मान्छे बिस्तारै हुन्छ नि, अब उसको डिमान्डहरू सुरु किन भयो भने ऊ युज टु हुँदै गयो नि त, ऊ हामीसित नजिकिँदै गयो क्या। त्यस्तै गरी हामीले पनि घरमा भगवान् राखेका छौँ, त्यसै गरी भगवान्सित नि हामी त्यसरी नै नजिकिँदै गयो भने चाहिँ भगवान्ले पनि त्यसै गरी माग्न थाल्नुहुन्छ अरे क्या। त्यसै गरी आफ्नो बनाउनुहुन्छ अरे क्या। त्यसपछि बल्ल उहाँले आफ्नो रूप देखाउनुहुन्छ क्या। हामीले जुन अहिले देखिरहेको मन्दिरमा यो सबै स्वरूप मात्र हो। र हामीले मूर्ति त्यो ढुङ्गाको मूर्तिमा भगवान् देख्ने हो भने चाहिँ उहाँलाई चाहिँ आफ्नो नजिकको बनाउनुपर्छ क्या। जति नजिक बनाए त्यसै गरी डिमान्ड, जसरी रिलेटिभले डिमान्ड गरे जस्तै भगवान्ले पनि हामीलाई डिमान्ड गर्न थाल्नुहुन्छ अरे। त्यो भनेको चाहिँ भगवान् र हाम्रो बिच चाहिँ एकदम नजिकेको भन्ने भाव चाहिँ त्यहाँबाट लिन सक्छ। यति भन्दै मेरो सानो यो हुन्छ नि चर्चा परिचर्चा यिनै अन्त्य गर्छु। हरि बोल।